अधिकारी, पेसा व्यवसायी, व्यक्तित्व विकास, बोल्ने शैली यी जीवनमा कति प्रभाव पर्छ भन्ने कुराहरू मैले धेरै अगाडिदेखि आफ्नो जीवनमा खट्किरहेको अवस्था थियो। त्यस पछाडि म निपमा आएँ। आज मलाई के फिलिङ भइरहेको छ भने चाहिँ जीवनमा मानिसका सबैभन्दा इम्पोर्टेन्ट चिज रहेछ व्यक्तित्व विकास र वाक्शक्ति। यसै त म 50 वर्ष गरिसकेको मान्छे हो। यदि मैले 20 वर्ष अगाडि यो निपमा आउन पाएको भए म नेपालको टप विनर हुन्थेँ। निपले अनुशासन सिकायो, मलाई समयको टाइमलाइन दियो, मलाई आज यहाँसम्म आउन सक्ने क्षमता प्रदान भयो। यसको लागि एसबी कटवाल सरलाई विशेष धन्यवाद। आजको डिजिटल युगमा व्यक्तित्व विकाससँगै सफल व्यक्ति हुनको लागि र पब्लिक स्पिकिङको लागि चाहिँ निपमा अनिवार्य आउनुहोस्, सफल जिन्दगी बनाउनुहोस्, अनुशासित बन्न सक्नुहोस्। मेरो नाम विनिता पोखरेल। मेरो कुरा गर्दा निफमा म वक्ता मात्र होइन, म आत्मविश्वासी पनि भएँ। मैले भित्र भएको क्षमतालाई उजागर गर्न सकेँ। त्यसैले उपस्थित महानुभावहरू समग्रमा भन्नुपर्दा मैले यहाँ निफमा आफ्नो व्यक्तित्व विकास गर्ने अवसर चाहिँ मजाले पाएको हुँ। प्रमुख प्रशिक्षक सर एसबी कटवाललाई म एकदमै धेरै धन्यवाद दिन चाहन्छु। जो पनि अब आगामी दिनमा यहाँ निफमा आउन चाहिराख्नु भएको छ, उहाँहरूले कुनै दुविधा कुनै सङ्कोच नराखी ढुक्क साथ आउँदा हुन्छ। नारायण श्रेष्ठ, पेसाले पर्यटन व्यवसाय। कुनै पनि पेसा व्यवसाय सञ्चालन गर्न लगानी मात्र पर्याप्त हुँदैन। पेसालाई सफल बनाउन प्रभावकारी कम्युनिकेसन र आत्मविश्वास नै दीर्घकालीन सफलता हो भन्ने मैले निपमा आएर गहिरोसँग अनुभूति गरेँ। मेरो यो 4 हप्ताको अनुभवमा निप केवल एउटा तालिम दिने संस्था मात्र होइन, व्यक्तित्व विकास गर्ने, आत्मविश्वासलाई अवसरमा ल्याउने, मानिसहरूभित्र लुकेका कयौं सम्भावनाहरूलाई प्रस्फुटन गर्ने एउटा विश्वविद्यालय हो जस्तो मलाई अनुभव भएको छ। निपमा आएर हामीले बोल्न मात्र सिकेनौँ, हामीले श्रोतासँग कसरी कनेक्सन गर्न सकिन्छ, सकारात्मक सोचलाई कसरी व्यवस्थापन गरेर व्यक्त गर्न सकिन्छ र विभिन्न मेडिटेसनले प्रभावकारी विचार कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने राम्रोसँग गहिरो अनुभव लिए। विशेष एसबी कटवाल सरलाई हृदयदेखि नै हार्दिक नमन गर्न चाहन्छु। म निपमा छिर्दै गर्दाखेरि मेरो खुट्टा थरथर काम्दै छिरेको म आज निपको यो प्रशिक्षण पछि म यसरी तपाईहरूको अगाडि यसरी बोल्न सकिरहेको छु। एचबी सर, तपाईँको सिकाइ पद्धति धेरै उत्कृष्ट लाग्यो, मलाई एकदमै धेरै मन पर्यो। र म यहाँ कसरी आइपुगेँ भन्दाखेरि मैले चाहिँ गुगल गर्दाखेरि चाहिँ अरू पनि पाएँ, तर मैले यहीँ चाहिँ आउने निर्णय गरेँ र यहाँ सबै राम्रो लाग्यो, बुझेँ, राम्रो लाग्यो। तर फी चाहिँ अलिकति महँगो जस्तो लाग्यो होइन, तर मलाई अहिले कस्तो लाग्यो भन्दा एकदम सही ठाउँमा आएछु भन्ने लाग्यो। सोचेको भन्दा पनि एकदमै धेरै उत्कृष्ट, जस मैले यस्तो आशा चाहिँ राखेको थिइनँ। हरेक कुरा अब सरको सिकाइ पद्धतिदेखि लिएर यहाँको व्यवस्थापन पक्ष पनि एकदमै धेरै उत्कृष्ट लाग्यो। तपाईँहरू पनि म जस्तै आफूलाई विकास गर्न, आफ्नो व्यक्तित्व विकास गर्न चाहनुहुन्छ अथवा यसरी नै मास्क अगाडि बोल्न चाहनुहुन्छ, बाग बजार आउनुभयो र यो निपमा बस्नुभयो भने त्यो तपाईँको लागि एकदमै धेरै राम्रो ठाउँ हो होइन। म पेसाले एक सिभिल इन्जिनियर प्लस एमएआरडी को विद्यार्थी पनि हो। यसर्थ मैले यो 4 हप्ताको ट्रेनिङ लिएर आफ्नो जीवनमा कति कुराहरू चाहिँ खड्किरहेका छन्। जब बोल्न नजान्दा, जब आफ्नो एउटा व्यक्तित्व ठाउँमा राख्न नजान्दा कतिको घाटा परिरहेको रहेछ भन्ने कुरा जब म निपमा आएँ अनि मात्र थाहा पाएँ। एचबी सरले सिकाउनु भएको टेक्निकहरूले यति धेरै पोजिटिभ इम्प्याक्ट पार्यो कि यति फल्दै रहेछ, त्यसले मलाई पोजिटिभ असर गरेको छ। जब म निपमा आएँ यो जिन्दगी रहेछ जिन्दगी। मेरो नाम श्रुति बोराज, म स्टुडेन्ट। निप जोइन गरेर मैले बोल्न मात्रै सिकिनँ, मैले आफूमाथि आत्मविश्वास गर्न सिकेँ। आज म आएर यतिको बोल्न सक्ने भएको छु। यो मेरो लाइफको वान अफ द बेस्ट डिसिजन्स भएको छ। यसको श्रेय एचबीके सरलाई जान्छ। म धनराज गुरुङ, पेसा विगत 6 वर्षदेखि सिङ्गापुर पुलिस फोर्समा आबद्ध छु। निपमा आएर मैले धेरै कुराहरू सिक्ने मौका पाएँ। निप एउटा व्यक्तित्व विकास मात्र नभएर नेतृत्व विकास पनि जस्तो मलाई लाग्यो। मेरो पर्सनल लाइफ एन्ड प्रोफेसनल लाइफमा यसले मलाई प्रत्यक्ष डेफिनेटली बेनिफिट दिन्छ भन्ने मलाई लाग्दछ। स्पेसल थ्याङ्क यू फर प्रमुख प्रशिक्षकज्यू एचबी कटवाल सर। म के भन्न चाहन्छु भने तपाईँहरू पनि कुनै पेसामा आबद्ध हुनुहुन्छ या कुनै सङ्गठनमा आबद्ध हुनुहुन्छ र तपाईँले पनि आफ्नो संवाद कलामा इम्प्रुभ गर्न चाहनुहुन्छ भने विदाउट हेजिटेसन एन्ड विदाउट डिले निप्समा जोडिनु होला। मेरो नाम कृष्णा चौलागे, पेसाले म एकाडेमिसियन अथवा रिसर्चर। मेरो अनुभवको कुरा गर्नुपर्दाखेरिमा मलाई एकदम क्युरियोसिटी भइरह्यो कि सरले यति राम्रो प्रशिक्षण गर्नुभयो कि मैले यो यसो टाइप प्रशिक्षण लिएकै पनि थिएन भनौँ न। दिस इज माई फर्स्ट
एक्सपिरियन्स। आज क्लास भयो, भोलि फेरि कस्तो होला त कौतूहलता भइरहने, नयाँ नयाँ टेक्निकहरू, स्ट्रङ पङ्क्चुअलिटी। आई डोन्ट हेभ एनी वर्ड टु एक्सपिरियन्स हियर है। डिसिप्लिनको त कुरै नगरौँ, ड्रेस कोडको कुरै नगरौँ, सबै कुरा वेलबिङ म्यामले गर्नुभएको ब्यालेन्स डाइटको कुरा, एभ्रिथिङ सब कुराले मलाई मोटिभेट गरायो। ट्रेनिङलाई हामीले जीवनमा अप्लाई गर्ने हो भने हाम्रो लाइफ सुरुदेखि लिएर एन्डिङसम्म हामीले यसलाई राम्रो तरिकाले फोकस गरेर युज गर्ने हो भने हामी चाहिँ एउटा फ्युचरमा सोचे जस्तो मान्छे चाहिँ हुन सक्छ। मैले फिल गरेको कुरा महानुभावहरू सुरुमा आउँदा मलाई मेरो पाला नआए पनि हुन्थ्यो, अनि मलाई नबोलाइदिनु भएको भए पनि हुन्थ्यो, नबोले हुँदैन र सब पनि भनेको थिएँ। तर अहिले चाहिँ जति बोलाउँ कमै हुन्छ, एकदमै धेरै प्र्याक्टिकल पढ्सी साथीलाई फोकस गरेर होइन हजुरको यहाँनिर रङ भयो है, त्यहाँनिर करेक्सन कि लाइक त्यसले गर्दाखेरिमा हामीले के भयो त्यहाँनिर हामीले आफूलाई सुधार गर्न सक्यौँ। यो छेड यो अवधि अविस्मरणीय छ। पब्लिक स्पिकिङको कुरा गर्नुहुन्छ भने नेपालमा धेरै ठाउँमा मैले रिसर्च गरेँ, यता जान पाएँ उता जान पाएँ, धेरै सोचेँ धेरै हेरेँ, तर मेरो नम्बर 1 रोजाइ यही रह्यो र म आएको यस्तो राम्रो सही डिसिजन गरेछु जस्तो मलाई फिल भयो। मेरो नाम राजीव रञ्जन र म पेसाले एक इन्जिनियर हो। कुरा 1 वर्ष अगाडिको हो जब म आफ्नो काम गरिरहेको संस्थामा चाहिँ एउटा लिडरसिप रोलमा पुगेँ। नबोली त अगाडि नै बढ्न सकिँदैन भन्ने अब मेरा सहकर्मीहरू सबैले राम्रो बोल्नुहुन्थ्यो, आफू चाहिँ बोल्नै नसक्ने अवस्थामा पुगिसकेपछि मैले एउटा आफैले रिसर्च गर्न थालेँ। रिसर्च गर्दाखेरि अब च्याट जिपिटीमा रिसर्च गरेँ, खोजेँ। फाइनली च्याट जिपिटीले मलाई चाहिँ निफमा गएर ट्रेनिङ गर भनेर भन्यो। मैले त्यसमा चाहिँ अब धेरै ओभरथिङ नगरिकन ओरिएन्टेसनको म्यासेज आयो र नेक्स्ट डे नै ओरिएन्टेसनमा आएर त्यही दिन बुक पनि गरेर मैले निफमा चाहिँ आफ्नो ट्रेनिङ कम्प्लिट गरेँ। आज यो 1 महिनाको प्रशिक्षणपछि सो मनमा चाहिँ जुन पहिले म गएर ब्ल्याङ्क हुने अवस्था थियो, अहिले आएर ब्ल्याङ्क भएको छुइनँ। हजुरसँग त यति धेरै बोल्न सकेको छु। मेरो पब्लिक स्पिकिङको यात्रामा फाउन्डेसन नै बनाएको छ अहिले। त्यसैको आधारमा म भोलिको दिनमा चाहिँ राम्रो स्पिकर बन्न सक्छु भन्ने कन्फिडेन्स छ र बन्छु पनि भनेरै देखाउँछु। स्पेसली एचपी खडवाल सरलाई चाहिँ हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। मेरो नाम सिद्धिता हड्का, म विद्यार्थी। यो स्टेज मेरो लागि ट्रेनिङको अन्तिम दिन नभए यो मेरो जीवनको नयाँ र सकारात्मक सुरुवात हो। निफा आउनु अघि मलाई मञ्चमा बोल्न निकै नै गाह्रो हुन्थ्यो। त्यस समयमा यो मेरो लागि निकै नै ठुलो चुनौती थियो र मलाई यस एचपीके पब्लिक स्पिकिङको यात्राले म भित्र लुकेको डर र सङ्कोचलाई बिस्तारै हटाउँदै र आत्मविश्वास भर्न मद्दत गरेको छ। तपाईँ पनि स्टेजमा बोल्न डराइरहनु भएको छ, आफ्नो विचार व्यक्त गर्न हिचकिचाइरहनु भएको छ र तपाईँ आत्मविश्वासको साथ बोल्न चाहनुहुन्छ भने म हृदयदेखि नै भन्न चाहन्छु कि एचपीके पब्लिक स्पिकिङको यात्रा एकपटक अवश्य सुरु गर्नुहोस्। यसले तपाईँको बोल्ने शैली मात्रै होइन, आत्मविश्वास बढाउँछ र राम्रोसँग बोल्न पनि सिकाउँछ। यस परिवर्तनको यात्रामा साथ दिनुहुने आदरणीय एचपी सरलाई हृदयदेखि नै आभार व्यक्त गर्दछु। म धेरै ठाउँमा बोल्दाखेरि क्रमबद्धता नमिल्ने, के बोलिरहेको छु फेरि एकचोटि कहाँ स्विच हुने त्यो हुन्थ्यो। त्यसै नै यहाँ आएर मैले निफको ट्रेनिङ लिँदाखेरि मलाई त्यो बेस्ट डिसिजन थियो मेरो पनि। बोल्न नसकेकोले मात्र सिक्नुपर्छ, यो एउटा नयाँले मात्र सिक्नुपर्छ भन्ने छैन, सबैले सिक्नुपर्छ। नयाँ बोलिरहेकाले पनि सिक्नुहोस् र नयाँले पनि सिक्नुहोस्। त्यसको लागि निफ द बेस्ट अप्सन हो। तर तपाईँले क्रमबद्धसँग कसरी बोल्नुपर्छ, तपाईँको वाक्शक्तिको विकास, नेतृत्व क्षमताको विकास, अनुशासित कसरी बनाउनुपर्छ, समयको पालना कसरी गराउनुपर्छ, त्यो पनि निफले सिकाउने भएको कारणले जति पनि हामीलाई हेरिरहनु भएको छ र उहाँहरू सबैले म के अनुरोध गर्छु तपाईँ आउनुहोस्। निफ इज द बेस्ट र यो बेस्टसँग फेरि पनि तपाईँ जता हुनुहुन्छ आफ्नो क्षेत्रमा तपाईँहरू पनि उत्कृष्ट हुनुहोस्। मेरो नाम गोपाल हुन्छ, पेसाले पब्लिक लिमिटेड कृषि कम्पनीको चाहिँ म नेसनल बिजनेस युनिटमा कार्यरत छु। यति म आत्मविश्वासका साथ भन्न सक्छु अब मेरो निफले डोराएको यो यात्रा अब रोकिँदैन, यो निरन्तर अगाडि बढिरहन्छ। मेरो नाम लोकमान घिसिङ हो। मेरो पसल छ निफमा बोल्ने कला मात्र होइन, यहाँ अनुशासनदेखि लिएर व्यक्तित्व विकासको एउटा सिस्टमले सिकेको छु। विशेष गरेर स्टेजसम्म आएर मैले बोल्ने मौका पनि पाएँ। एचपी कटवाल सरलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु। पेसाले म एक व्यवसायी र विभिन्न सामाजिक संस्थामा आबद्ध छु। हामीले बोल्न त फाटोफुटो विभिन्न कार्यक्रममा मैले बोल्दै आएको थिएँ, तर एउटा स्पष्ट कसरी बोल्ने र आफूले बोलिरहेको कुराहरूलाई चाहिँ
सबैको सामु कसरी प्रभावकारी रूपमा चाहिँ प्रस्तुत गर्ने भन्ने कुरा चाहिँ र म निफमा आएँ तबबाट थाहा पाएँ। श्रद्धेय गुरु एसबी पटेल सरलाई यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यहाँहरूलाई पनि के भन्न चाहन्छु भने आफ्नो वाक शक्ति र व्यक्तित्व विकास गर्नु छ भने यहाँहरूले चाहिँ निफ जोइन गर्न सक्नुहुन्छ। म पेसाले सेफ ट्रेनी हुँ। जब म सेफ ट्रेनी हुँदा आफूले बनाएको डिसहरू सरलाई प्रेजेन्ट गर्दा नर्भस हुन्थेँ र ब्ल्याङ्क भएर म भन्नै सक्दिनँ। तब मैले निफमा जोइन लिएँ र निफको प्रशिक्षणपछि निर्धक्क साथ आफ्नो प्रेजेन्टेसनहरू एक्सप्लेन गर्न सकेँ। त्यसका लागि हार्दिक कृतज्ञता जाहेर गर्दछु। म लीलामान श्रेष्ठ, म व्यापारी हुँ। कसैको सामुन्ने बोल्दाखेरिमा यस्तो सभा मिटिङमा आउँदाखेरिमा म डराउने यसरी लुलुलु काम यस्तो लाग्दैन। म यस्तो मान्छेलाई आज यात्रीको सरले आएको सामुन्ने यसरी उभिएर बोल्न सक्नुभयो। म गौतम घिसिङ। निफमा जोइन भइसकेपछि ममा पनि धेरै चेन्ज आएको छ। विशेषतः निफले मलाई वाकशक्तिदेखि व्यक्तित्व विकास, अनुशासन र टाइमको भ्यालु सिकाएको छ। यसमा विशेषतः एसबी कोटाल सरले हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। मेरो नाम शुभम अधिकारी, भर्खरै एसी पास गरेर 11मा अध्ययन गरिरहेको विद्यार्थी। निफमा मैले धेरै आत्मविश्वास बढाउँदै यसमा मैले धेरै आफूलाई विकास गरेर यसको लागि म एसबी सरलाई धेरै धेरै धन्यवाद